यहाँ चाहिँ हाम्रो आमाको हाउस हो। यहाँ बुवाको चाहिँ अब तल दाबिएको छ। यो चाहिँ अब बनाउनु कपुर बनाउनु मिलेन, त्यसैले गर्दा हामी चाहिँ त्यहाँनिर सरसफाइ गरिसकेको छौँ। अब चाहिँ नातिनी आइसकेको छ, नाति आइसकेको छ। ए फुल कुन फुल लिएर आयो? मोटो मोटो लगाएछ गजुले, अलिक पातलो लगाएछ न। अहिले चाहिँ फुलहरू रोपेर यस्तो भएछ। आज चाहिँ हाम्रो भीमबहादुर राई बुवाको चाहिँ यहाँ ह्याप्पी बर्थडे छ। ह्याप्पी बर्थडेको केक पनि यहाँ नातिले ल्याइसकेको छ। यो चाहिँ बुवाको औषधि, बुवाले टाइम टाइममै खाइराख्नु भएको रहेछ। टाइम टाइममै खाइराख्नु भएको छ। यही राखिदिनुपर्छ। यो प्लास्टिक माथिबाट राख। धेरै भाग्य मानी हो क्या नाति, विशेष चाहिँ अब नाति हो। अब होइन कलर लाउने भन्ने चाहिँ मैले बर्थडे भनेर त थाहा थिएन। विशेष आज बुवाको बर्थडे भनेर चाहिँ अब जेठा नातिले नै मिस गरिरहेको थियो। अनि अब जाने भनेर मैले प्लान गरेर राख्यो भने चाहिँ हामी आउनु चाहिँ हामी अब वर्षमा 2-3 चोटि आउँछौँ होइन। यहाँ बुवा आमाकोमा यसो फुलहरू रोपिरहेको छौँ, अनि यसो केहरू भाकहरू चढाइरहेको छौँ। तर विशेष आज चाहिँ अब हाम्रो मिस्टर अरियन चामलिङ राईले नै अब के भन्छ जाने बुवाको बर्थडे हो भनेर चाहिँ अब उसले प्लान गरिसकेको चाहिँ अब आज आयौँ। अनि अब छोरा अब आज फर्किन्छ, उसको 2 बजीको फ्लाइट छ। अब अलिक छिटो छिटो गरेर हामी फर्किन्छौँ। आज चाहिँ बुवा 71 वर्ष पुग्नु भएको छ। आजको दिन आमाले 2081 सालमा चाहिँ आजकै गतेको दिन चाहिँ बर्थडे मनाइदिनु भयो। अनि आमा चाहिँ 19 गते बित्नुभयो। अनि अब नातिले चाहिँ सम्झिराखेको रहेछ होइन। अनि सम्झनामा हामीले यहाँ यसरी बुवाको कपुरखानामा केक काट्दैछौँ। राम्रोसँगले आशीर्वाद दिनु होला बुवामा। अब सधैँभरि चाहिँ आश नगर्नु, सम्झिँदा यसो संयोग मिल्दाखेरि चाहिँ हामी यसरी आउँछौँ। यो गर्नु भइहाल्छ त। उता त्यो झुन्डी मरेको, आपत परेको, विपद परेको भाग त्यो खोसाएको है, त्यो राम्रो हो। त्यसरी एकदम राम्रो हो त्यो। यो चाहिँ अब राम्रो कालगतिले अब गएकोहरूको चाहिँ यसरी रहन्छ। अकालमा गएकोहरूको त्यसरी भुइँमा झर्छ। यसरी केक काटेर चाहिँ यसरी बुवाको बर्थडे मनाइदिँदैछौँ। अब आमाको घरमा पनि कलर लगाइदिउँ होइन। रक्सी खाँदै केक खाँदै आज बुवा आमा मजाले इन्जोय गर्दै बस्नु। यो केक चाहिँ अब अलिकति फर्काएर लाँदैछौँ। बुवा आमालाई सुगर छ नि त, सुगर प्रेसर। फाइनल हामी चाहिँ अब हाम्रो काम सकेर जाँदैछौँ यसरी। छिटो भूत, कत्रो भूत।